ल आज चाहिँ हेलो गाइज एभ्रिवान हेलो हामी खत्रै घुम्दैछौँ। यो चाहिँ अब यो ठाउँ कसैले पनि पत्ता लगाउनु नसक्ने ठाउँ हो। यो चाहिँ एकदम खुफिया ठाउँ हो। हामी जोइ जेठान बबालै तरिकाले जाँदैछौँ। मालको टुक्रा हेर्न जाँदैछौँ हामी। तपाईँहरूलाई हामी एकैछिन पछाडि हामी मालको टुक्रा देखाउँछौँ। सरर जाँदैछौँ। यस्तो माल पर्ने ठाउँ छ कि यो चाहिँ कसम भनेको एकैछिनमा देखाउँछौँ हामी। गाइज हेर्नुपर्छ है कति टाढा हो तल होइन। मालको टुक्रा चाहिँ होइन माछा साछा पर्छ जस्तै छ। उता खोला खोला देखेको छैन होला गाइजहरूले होइन, तर बुरुरु हिँडिरहेको छ यहाँनिर। यो कसैले नि पत्ता लगाउनु नसक्ने ठाउँ है यो चाहिँ। फेरि ल मालको टुक्राहरू लिएर डेटिङ आउन पनि सकिन्छ है यतातिर चाहिँ गाइज। हेलो दिउँसै मालको टुक्राहरू ल्याएर डेटिङ आउन सकिने ठाउँ हो यो चाहिँ। तर हामी चाहिँ हालसाल अब जोइ जेठान आएको छौँ। हरियाली छैन हामीसँग चाहिँ, मालको टुक्राहरू छैन होइन। सम टाइम वेट प्लिज ओके।